अब लगानीकर्ता बन्नु अघि बुझ्नै पर्ने अर्को महत्त्वपूर्ण विषय भनेको प्राथमिक बजार र दोस्रो बजार हो। पुँजी बजारलाई मुख्य रूपमा दुई भागमा वर्गीकरण गर्न सकिन्छ, प्राथमिक बजार र दोस्रो बजार, अर्थात् प्राइमेरी र सेकेन्डरी मार्केट। सजिलो भाषामा भन्नुपर्दा जब कुनै कम्पनीले आफ्नो सेयर वा अन्य धितोपत्र आम लगानीकर्ताहरूलाई प्रत्यक्ष रूपमा बिक्री गर्छ भने त्यसलाई हामी प्राथमिक बजार भन्छौँ। धितोपत्र भन्नाले बन्ड, डिबेन्चर, प्रिफर्ड सेयर आदि पर्छन्, तर हामी यहाँ सेयरमा मात्र ध्यान केन्द्रित गरेर बुझ्ने प्रयास गर्नेछौँ। जब कुनै कम्पनीलाई व्यवसाय विस्तार गर्न, नयाँ प्रोजेक्ट सुरु गर्न वा ऋण तिर्नलाई पुँजी चाहिन्छ, त्यसबेला उनीहरूले आम लगानीकर्ताबाट पुँजी उठाउन प्राथमिक बजार प्रयोग गर्छन्। यसअघि बजारमा नभएको सेयर वा नयाँ फिर्ता सेयर पहिलो पटक आइपिओ, एफपिओ, राइट सेयरको रूपमा बिक्री गरिन्छ। तपाईँ ब्रोकर वा अन्य कुनै माध्यम प्रयोग नगरी कम्पनीबाट सिधै सेयर किन्न सक्नुहुन्छ, अर्थात् लगानीकर्ताले कम्पनीको सेयरका लागि सिधै आवेदन दिन सक्छन्। तपाईँ कम्पनीलाई पैसा दिनुहुन्छ र कम्पनीले तपाईँलाई आफ्नो सेयर दिन्छ। तर यो प्रक्रिया डिजिटल माध्यमबाट धितोपत्र बोर्डले तोकेको प्रक्रिया बमोजिम हुन्छ अनि जबसम्म सेयर नेप्सेमा सूचीकृत हुँदैन त्यसलाई तपाईँले बेच्न सक्नुहुँदैन। अब बुझौँ दोस्रो बजार अर्थात् सेकेन्डरी मार्केट भनेको के हो। यो त्यस्तो ठाउँ हो जहाँ सेयर पहिलो पटक कम्पनीबाट जारी भइसकेपछि लगानीकर्ताहरू एकअर्का बीच खरिद बिक्री गर्न सक्छन्। जब कुनै सेयर प्राथमिक बजारमा जारी हुन्छ र त्यसपछि त्यस्तो सेयर किन्ने लगानीकर्ताको डिम्याट खातामा त्यो सेयर आउँछ, त्यसपछि त्यो सेयरलाई कारोबार गर्न मिल्छ र त्यो कारोबार गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ, अर्थात् नेपालमा त्यो काम नेप्सेमा हुन्छ। दोस्रो बजारमा पहिले नै सेयर खरिद गरिसकेका लगानीकर्ताहरू आफ्नो सेयर बेच्न सक्छन् र नयाँ लगानीकर्ताले उनीहरूबाट नै खरिद गर्न सक्छन्। यस अर्थमा लगानीकर्ता बीचमै त्यो सेयर ब्रोकरको माध्यमबाट किनबेच हुने गर्छ र कम्पनीसँग खरिद बिक्री हुँदैन। तर कम्पनीमा हुने विभिन्न उतार चढावले भने सेयरको मूल्यमा असर पर्ने गर्छ र दोस्रो बजारमा सेयरको मूल्य कम्पनीले तोक्दैन, बजारकै डिमान्ड र सप्लाईले निर्धारण गर्छ। सामान्य रूपमा बुझ्दा सेयर किन्न चाहने व्यक्तिको संख्या धेरै भए र बेच्न चाहने व्यक्तिको संख्या कम भयो भने त्यस्तो अवस्थामा सेयरको मूल्य बढ्न सक्छ भने बिक्री गर्ने धेरै भए र किन्ने कम भयो भने त्यस्तो अवस्थामा मूल्य घट्न सक्छ। दोस्रो बजारमा सेयर तत्काल खरिद बिक्री गर्न सकिन्छ। यस बजारमा आफूले चाहे जतिको तर बजारमा उपलब्ध भएसम्मको सेयर किन्न सकिन्छ, जुन चाहिँ प्राथमिक बजारमा सकिँदैन। अब कुरा गरौँ आइपिओ भनेको के हो। जब कुनै कम्पनीले पहिलो पटक आम लगानीकर्ताहरूलाई सेयर जारी गरी पुँजी जुटाउँछ भने त्यसलाई हामी आइपिओ अर्थात् इनिसियल पब्लिक अफरिङ भन्छौँ। आइपिओ मार्फत कम्पनीले बजारबाट नयाँ पुँजी उठाउँछ। यसरी जुटाएको पुँजीले कम्पनीलाई व्यवसाय विस्तार गर्न तथा नयाँ योजनाहरू लागू गर्नलाई मद्दत गर्छ। जब पहिले नै आइपिओ मार्फत सेयर जारी गरिसकेको कम्पनीले थप पुँजी जुटाउनको लागि उसले फेरि सर्वसाधारणमा सेयर जारी गर्छ भने त्यसलाई हामी एफपिओ अर्थात् फलो अन पब्लिक अफरिङ भन्छौँ। यदि कम्पनीलाई थप पुँजीको आवश्यकता पर्छ भने यो प्रक्रिया महत्त्वपूर्ण हुन्छ। यसलाई प्रयोग गरेर कम्पनीले आफ्नो आर्थिक अवस्था सुधार्न वा नयाँ परियोजनाहरूको लागि पुँजी जुटाउँछ। जब कुनै कम्पनीले आफ्ना पुराना सेयर धनीहरूलाई मात्र नयाँ सेयर किन्ने विशेष अवसर दिन्छ भने त्यसलाई हामी राइट सेयर भन्छौँ। यसले पुराना लगानीकर्ताहरूलाई उनीहरूको स्वामित्व हिस्सा कायम राख्नको लागि मद्दत गर्छ।